नमस्कार, नेपाल होराइजन्स.com मा यहाँलाई हार्दिक स्वागत छ। अब प्रस्तुत छ समाचार भिडियो। भन्ने कुरालाई चाहिँ हामीले इन्डिकेटिभ रूपमा चाहिँ त्यसको निर्देशिकालाई चाहिँ परिमार्जन गर्ने कुरा गरेका छौँ। त्यसद्वारा नै हामी निर्णय अब रकम सबैतिर सन्तुलित होस् भन्ने सन्दर्भमा अघि नै मैले भनिसकेँ। यसमा एउटा पोलिसीमा इन्डिकेटिभ रूपले सबैतिर वितरण गर्दा ध्यान पुर्याइयोस् भन्ने कुरा चाहिँ हामीले इन्डिकेटिभ कुरा गरेका छौँ। त्यो चाहिँ योजना आयोगले त्यसको नर्म्स बनाउनुपर्छ र त्यस आधारमा अगाडि बढ्नुपर्छ भन्ने कुरा गरेका छ। अब 10 लाखको कुरा यहाँले भन्नुभएको छ। अब मलाई गाह्रो छ, किनभने बजेट पास गर्नुपर्ने जो मैले चाहिँ फेरि चाहिँ विरोध गरेर फेल गरिदिने स्थिति हो कि होइन। अब यहाँको त समर्थन पाएँ मैले होइन। संसदबाटै प्रस्ताव पास गरेर बजेटमै आएछ भने पनि यो चाहिँ एउटा फलानु परियोजना भएर सङ्कल्प पास गरिदिएदेखि त्यही गर्छ सरकारले। स्वास्थ्य कर्मी भत्ता त्यो कन्टिन्यू छ। 1 लाखको दलितको बिहेको सन्दर्भमा कन्टिन्यू छ। अब विधवाको सन्दर्भमा अदालत जोडीले बिहा गरे भएर त्यसको प्रस्ताव 3 करोड 60 लाख 3 करोड 60 लाख त्यो चाहिँ निकासा भएको छ। 1% करको सन्दर्भमा बेरोजगारलाई कसरी समेट्ने, अरू रेगुलर पारिश्रमिक नभएकालाई कसरी समेट्ने भन्ने बारेमा हामी त्यसको अध्ययन गरिरहेका छौँ। राखेर पनि चाहिएको हो कि बजेट चाहिँ बजेट अलमोस्ट अब आकारको कुरा भोलि नै सुन्नु सबभन्दा राम्रो होइन। करिब कति छ त्यो चाहिँ भन्दै हुन्थ्यो। टेन्टेटिभको त तपाईँलाई के टेन्टेटिभ मिलेन भने कामै छैन। तै पनि अब हजुरले नै भने आज भनेको भोलि नमिल्ने भन्ने कुरा हुन्न नि। त्यसै 330-35 को हाराहारीमा होला, कति नै हुन्छ त भोलि नै सुन्नु होला। अब प्राथमिकता भनेको हाम्रा विगत वर्षदेखि नै हामीले पूर्वाधारमा प्राथमिकता दिएका छौँ। त्यो कुरा हाइली प्रायोरिटीमा पर्छ। त्यस्तै हामीले सोसल सेक्टरमा हामीले प्रायोरिटी दिएका छौँ। त्यसमा हामीले हाइली प्रायोरिटी दिएका छौँ। शिक्षामा, स्वास्थ्यमा, जेन्डर बजेटिङमा या इन्क्लुसिभ बजेटमा, समावेशीकरणमा, यी क्षेत्रमा हामीले हाइली प्रायोरिटी गरेका छौँ। र नेपाल भिजिट इयर भएको हुनाले त्यसलाई पनि हामीले प्राथमिकता दिएका छौँ। र साथसाथै हामीले निकासीलाई प्रवर्तन गर्ने, इम्पोर्टलाई कर्टेल गर्ने गरी फिस्कल ब्यालेन्स मोनिटर एउटा चाहिँ म्याक्रो ब्यालेन्स गर्ने गरी पनि यी कुरालाई ध्यानमा राखेर बजेटको